कुनै कलाकार सङ्घ कुनै पार्टी होइन, एउटा देशको कला क्षेत्रको हितको निमित्त काम गर्ने क्षेत्र हो। अब अहिले ख्यामा प्यानल के हुन्छन् आफ्नो ठाउँमा छ, कसले कसलाई साथ दिन्छ त्यो फरक विषय हो। तर म त्यहाँभित्र कसले के भन्ला भनेर चाहिँ म भन्दिनँ। अब म के भन्छु भने तपाईँले भने जस्तै मेरो पनि सोच के छ भने कुनै पनि एउटा चलचित्र खेल्ने व्यक्ति पनि कलाकारै हो। त्यसको क्राइटेरिया होला, बााउन्ड्री होला, संवादसहितको होला, कसैले धेरै रोल खेल्ला, कसैले थोरै सिन खेल्ला। तर एउटा फिल्म खेलिसकेपछि राम्रै रोल अथवा चाहिँ अब धेरै लामै रोल खेलिसकेपछि त्यो व्यक्ति अथवा पाटपुट रोल खेल्ने व्यक्ति 3टासम्म खेल्ने ती व्यक्तिहरू ल्याउन पाए हुन्थ्यो भन्ने मेरो पनि भनाइ हो। तर म अल्पमतमा परेको छु। कसले के भन्छ भने म दुःख छैन, म आज प्रश्न भन्छु ती व्यक्तिहरूले यति ठुलो दुःख व्यक्त गरेका छन् कि हामी नागरिक भने जस्तै हामी त कलाकारै होइनौँ, अकलाकार भन्छन् नि, त्यस्तै हो भनेर मेरो साथीहरूले धेरै गुनासो गर्नुभयो। दर्शकबिन नमस्कार, यहाँलाई हामी ब्युटी न्युज नेपालमा हार्दिक स्वागत गर्दछौँ। दर्शकबिन आज हामीसँग हुनुहुन्छ अभिनेता सिद्धि भट्टराई। के छ तपाईँको हालखबर? नमस्ते। नमस्कार। ठिकै छ, आराम छु। के गरिरहनु भएको छ अहिले? अहिले फिल्मभन्दा पनि म्युजिक भिडियो अलिक बढी भइरहेको छ। तपाईँ नेपाल चलचित्र कलाकार सङ्घमा अहिले कार्यसमितिमा हुनुहुन्छ। अच्छा, कति भयो कार्यसमितिमा जोडिनु भएको? करिब 6 महिना भयो। के भयो तपाईँ आइसोसी नेपाल कलाकार सङ्घमा के कामहरू भएको छन् कार्यसमितिमा भइसकेपछि? म आउनु मात्रै होइन, मभन्दा अगाडि पनि भने जस्तो कामहरू भइरहेका छैनन्। किन होला कारण? त्यो चाहिँ एउटा लिडरले चाहिँ गर्नुपर्ने भूमिकाहरू कम हो कि जस्तो देखिएको छ। र दोस्रो कुरा के छ भने त्यहाँभित्र पनि यस्तो हुँदो रहेछ, म कार्य समितिमा धेरैमा बस्यो, कोहीमा अध्यक्ष भइयो होला, कोहीमा उपाध्यक्ष भइयो होला। तर हाम्रो कलाकार सङ्घमा चाहिँ के छ भने एउटाले एउटा राम्रै योजनाहरू ल्याउँछ र अर्कोले त्यो योजना विफल बनाउने प्रयास गर्छ। त्यस कारणले गर्दाखेरि अब चुनाव हुँदैछ। अब चाहिँ म दर्शकलाई, अब हाम्रो सामु जो भोटर हुनुहुन्छ, जो हाम्रो कला क्षेत्रमा धेरै वर्षदेखि काम गरिराख्नु भएको छ, जसको चाहिँ सदस्यता कार्ड छ, उहाँहरूले भोट लाउने बेलामा चाहिँ एकचोटि सोचेर कसले राम्रो गर्छ ती व्यक्तिहरूलाई ल्याउन जरुरी रहेछ। जो पाए त्यही ल्याउनु भन्दा पनि मैले यसो सोचेँ, आफूलाई पनि निहालेँ। मैले पनि प्रयासहरू धेरै गरेँ, एउटा सदस्य मात्रै भएर पनि प्रयास गरेको हो। तर त्यहाँ चाहिँ के हुँदो रहेछ भने राम्रो, मैले अघि भने राम्रो चिजहरू ल्याउन खोज्दाखेरि त्यो बहुमत र अल्पमतको रूपमा हेरिँदो रहेछ। त्यस कारणले गर्दाखेरि सबैजना एकजुट भएर काम गरौँ त भन्दाखेरि त्यो नहुँदो रहेछ। अहिले त्यही देखिराखेको छ। र अब जित्ने अध्यक्ष मात्रै हुने, उपाध्यक्ष मात्रै हुने, महासचिव हुने, विभिन्न संस्थाका, अब हामी पनि दोषी छौँ, होइन। मैले चाहिँ अरूले गरेनन्, मैले चाहिँ गरेँ भन्ने कुरा होइन। तर त्यो पद मात्रै ओटेर चाहिँ काम रहेन रहेछ। कलाकार सङ्घमा अलिकति सेलिब्रिटी चिनेका अनुहारहरू अलिकति चलेका मान्छेहरू देखिन छोड्नु पहिला एकदम चाम थियो, अहिले देखिन छाड्यो नि। कारण के होला सर? यो जस्तो चर्चित व्यक्तित्वहरू बिजी हुँदो रहेछन्, होइन। अनि अब आउँदै गरेका व्यक्तिहरूलाई केही सोच र विचार भावना एकदम यो गर्छु भनेर आउँदो रहेछन्। अनि त्यहाँ प्रवेश गरिसकेपछि, त्यहाँ देखिसकेपछि चाहिँ उनीहरू बिस्तारै पलायन हुँदै अथवा त्यहाँ चाहिँ म जान्न। जस्तो पहिला पनि धेरै जित्ने चाहिँ अब त्यहाँ म युँ भन्ने, होइन, म यस्तो यो पोस्टको भन्ने, अब हार्ने चाहिँ कहिले पनि कलाकार सङ्घमा चाहिँ पाइला नटेक्ने। जब चुनाव आउने बेला भयो त्यो बेलामा चाहिँ अलिकति एकदमै सलबल आउने त्यो छ। र तपाईँले भने जस्तै अब चर्चित व्यक्तित्वहरूलाई ल्याउन नसकेको पनि कमजोरी हो, ल्याउन नसक्नु। पहिला चमक त्यसको बेग्लै थियो। अब हाम्रो कलाकार सङ्घ मात्रै चाहिँ यस्तो चिज हो कि, यस्तो संस्था हो कि अरू जति पनि कला क्षेत्रको संस्था छ त्योभन्दा एउटा मजबुत र बलियो संस्था हो। यसमा चाहिँ एकदम विधानको पनि एकदम बाँधिएको हाम्रो संस्था हो अरू भन्दा पनि। तर यसमा चाहिँ अलिकति अब चर्चित व्यक्तित्वहरूले अब भित्र आशा नजगाउनु, त्यस्ता व्यक्तिलाई हामीले ल्याउन नसक्नु, अनि त्यस्ता व्यक्ति आउन नखोज्नु, आएर पनि केही समय बसेर टाढिनु। अब हुँदा कहिले त मलाई पनि दिक्क लाग्छ, नउठौँ कि जस्तो लाग्ने। अब तर पनि हामी हारेर, हामी पीडा भएर त अकलामा दोष देखाएर त हुँदैन। आफू पनि त्यसमा इन्भल्भ भएर त केही गर्ने हो भन्ने सोचले चाहिँ म पनि उठ्दैछु यसपालि।
यति मात्र होइन कि सङ्घले कुनै पनि कार्यक्रम गर्दाखेरि चिनेका सेलिब्रेटी अनुहार देखिन छाड्यो आजकल। त्यो नचिनेका अनुहारहरू, अलिकति छाया परेकाहरू, अलिकति एकदम फुर्सदिला भएका, काम नभएकाहरूको भिडभाड देखिन्छ, चर्चित अनुहारै देखिँदैन। यो कलाकार सङ्घको अस्तित्व सकिन लाग्यो अब खासमा? कलाकार सङ्घको अस्तित्व सकिन आँटेको चाहिँ अब भन्न मिल्ला नमिल्ला फरक विषय हो। तर कलाकार सङ्घले जो पदाधिकारी छौँ, जो कार्य समितिमा छौँ हामी, योभन्दा अगाडि पनि थिए होइन। 2045 सालमा सुरुवात भएको हो। महाभूकम्प चाहिँ देशमा महामारी फैलिएको बेलामा कलाकारहरू मिलेर एउटा संस्था बनाऊँ भनेर चाहिँ उहाँहरूले एउटा यस्तो राम्रोसँगले चाहिँ काँधमा काँध मिलाएर एउटा पीडामा चाहिँ स्थापना गरेको यो कलाकार सङ्घ, सबैभन्दा पुरानो कलाकार सङ्घ। यस्तो राम्रो व्यक्तित्वहरूले चाहिँ शान्ति मास्के जस्ता, वसुन्धरा भुषाल जस्ता व्यक्तित्वहरूले चाहिँ होइन, उहाँहरूले हजुर त्यो उहाँहरू जस्ता व्यक्तित्वहरूले चाहिँ ड्राइभिङ गरेर ल्याएको अहिले आएर चाहिँ दुर्घटना पार्ने चाहिँ कसैको अधिकार, कसैको चाहिँ सोच विचार चाहिँ भयो भने त्यो चाहिँ पीडाको कुरा हो। यसलाई त बचाउनुपर्छ भन्ने सोच चाहिँ मेरो पनि हो। अनि सेलिब्रिटी कलाकारहरूलाई चाहिँ कहिले पनि तपाईँहरूले चाहिँ सङ्घमा बसौँ, काम गरौँ भनेर प्रस्ताव नगरेकै हो त? भनेको छ, टाइममा भनेको छ। ककला भन्नुभयो जस्तै, जस्तो आनन्द राज समाल जस्तो अनुहारहरू उहाँहरूलाई पनि भनेको, जस्तो राजेश दाईलाई पनि भर्खर मानार्थ दिनुभयो अस्ति कहाँ हाम्रो विकास बोर्डमै। किन उहाँ त सक्रिय सदस्य, उहाँकै सदस्यता नलिएर मानार्थ दिएको हो, सदस्य लिनुभएको थिएन। कारण धेरै त्यो उहाँसँग पुगेन थाहा छैन मलाई। योभन्दाको अगाडिकोले गर्नुभयो भएन थाहा छैन। तर के रहेछ भने त्यस्ता व्यक्तित्वहरूलाई लु न यसो गरौँ भन्दा दुईवटा कुरा हुँदो रहेछ। एउटाले खासै मतलब नगर्ने होइन, एउटा पक्षले चर्चित व्यक्तित्वहरूले पनि खासै ठिकै छ अब त्यो के काम र भन्ने खालको, अर्को चाहिँ त्यहाँसम्म नपुर्याउने हो कि भन्ने पनि कुरा आएको छ क्या। कतिले चाहिँ पुर्याएको पनि छैन कि, जस्तो हाम्रो कार्य समितिले पनि त्यहाँ चाहिँ यसो गरौँ उसो गरौँ भन्ने खालको चाहिँ टाइममा कुरा आए पनि त्यहाँसम्म पुग्ने व्यक्तित्वहरू चाहिँ कमै छ। जस्तो उहाँलाई लिउँ उहाँलाई बनाऊँ होइन। अनि जब पीडा हुन्छ, जब उहाँहरूले चाहिँ पारिश्रमिक पाउनुहुन्न, जब पीडा हुन्छ, जब उहाँहरूलाई विभिन्न किसिमको समस्याहरू पर्छ, अनि कलाकार सङ्घ चाहिँदो रहेछ भन्ने कुरा चाहिँ पछि आएको छ। तर उहाँहरूलाई ल्याउन नसक्नु चाहिँ सबभन्दा कमजोरी भनेको चाहिँ कार्य समितिकै हो, कलाकार सङ्घकै हो। कलाकार सङ्घको सदस्यता विवाद भयङ्कर थियो। अहिले के भइरहेछ? अहिले पनि विवाद जहाँसम्म अस्ति कलाकार सङ्घको सदस्यहरूको नामावली तयार गर्न सकेर चुनाव स्थगित भयो भनेको तपाईँ पनि अहिले कार्यसमिति हुनुहुन्छ भनेपछि तपाईँहरू पनि असफल कार्यसमिति भन्दा भयो। एउटा नामावली पनि तयार गर्न सक्नु भनेको स्वीकार्नुपर्छ। के हो खास यो चाहिँ? चुनाव घोषणा गर्ने, सबै चिज तयार गर्ने, अनि चुनावको 1-2 दिन अगाडि चाहिँ नामावली नदिने, आफै राख्ने गोजीमा खास कारण के हो यो? अब तपाईँ र म कार्यक्रमको प्रस्तुतिमा छौँ अहिले होइन। यो कार्यक्रममा बसिराख्दा कुनै कलाकार सङ्घ कुनै पार्टी होइन, एउटा देशको कला क्षेत्रको हितको निमित्त काम गर्ने क्षेत्र हो। अब अहिले ख्यामा प्यानल के हुन्छन् आफ्नो ठाउँमा छ, कसले कसलाई साथ दिन्छ त्यो फरक विषय हो। तर म त्यहाँभित्र कसले के भन्ला भनेर चाहिँ म भन्दिनँ। अब म के भन्छु भने तपाईँले भने जस्तै मेरो पनि सोच के छ भने कुनै पनि एउटा चलचित्र खेल्ने व्यक्ति पनि कलाकारै हो। त्यसको क्राइटेरिया होला, बााउन्ड्री होला, संवाद सहितको होला। कसैले धेरै रोल खेल्ला, कसैले थोरै सिन खेल्ला। तर एउटा फिल्म खेलिसकेपछि राम्रै रोल अथवा चाहिँ अब धेरै लामै रोल खेलिसकेपछि त्यो व्यक्ति अथवा पाटपुट रोल खेल्ने व्यक्ति 3टासम्म खेल्ने ती व्यक्तिलाई ल्याउन पाए हुन्थ्यो भन्ने मेरो पनि भनाइ हो। तर म अल्पमतमा परेको छु। कसले के भन्छ मलाई दुःख छैन। म आज प्रश्न भन्छु, ती व्यक्तिहरूले यति ठुलो दुःख व्यक्त गरेका छन् कि हामी नागरिक भने जस्तै हामी त कलाकारै होइनौँ, अकलाकार भन्छन् नि, त्यस्तै हो भनेर मेरो साथीहरूले धेरै गुनासो गर्नुभयो। अब कति चलचित्रहरू युट्युबमा, अब युट्युबको 5वटाको नियम मलाई थाहा छैन यो कुरा चाहिँ। म यही कुरा भन्छु, तपाईँले उठाउनु भयो। नेपालका अहिले पनि 60% सिनेमाहरू युट्युब च्यानलमा हाल्ने हेर्ने। आजकल युट्युब च्यानलमा सिनेमा हाल्न छोडियो। आजकल चाहिँ तपाईँको उसमा दिइन्छ, के अरे कसैले आफै प्रिजर्भ राख्छन् होइन, कसैले चाहिँ ओटिटी प्लेटफर्ममा दिन्छ, हालेको पनि निकालेका छन् होइन। अनि 60% सिनेमाहरू नेपालका चलचित्रहरू चाहिँ छैनन् युट्युबमा। नेपाल चलचित्र कलाकार सङ्घको विधानमा पनि युट्युबको भ्यालु दिएको छैन। तर व्यक्तिगत रूपमा व्यक्तिगत इगोले गर्दाखेरि युट्युबमा चाहिँ 5वटा सिनेमा राखेकोले मात्रै कलाकार सदस्यता पाउने भने यो चाहिँ नियम कतिको तपाईँले कस्तो तपाईँले कार्यसमिति किन यसको विरोध गर्नु? म छु, मैले गरेको जस्तो कस्तो गरेको भने यो नगर्ने हो, यो गर्दा किन यसो गरिएको चाहिँ भने म। तर यो चाहिँ पहिला जब मोहन सरले 3 वर्ष अगाडि जितेर आउनुभयो होइन, त्यो ग्रुपले जितेर आयो
त्यस पछाडि उहाँहरूको मिटिङ बसेछ। अब मोहन सरले गर्नुभयो कि रामेश्वर सरले गर्नुभयो कि सबिन सरले गर्नुभयो कि या हाम्रो अरूले गरे मलाई थाहा छैन त्यो कुरा चाहिँ। तर त्यो नियम राख्यो, त्यो नियमको म पनि विरोध गर्छु। एकदमै पहिलेदेखि नै विरोधी हो म त्यसको चाहिँ। पहिला पनि म यसमा नआउँदा पनि विरोधी हो, किनभने 20वटा फिल्म खेले पनि 2टा 3टा खेले पनि कलाकार हो। कलाकार सङ्घले ती कला क्षेत्रको व्यक्तिलाई कसैले केही गर्न सकेकै छैन। हामीले न उनीहरूलाई वृद्ध भत्ता दिन सकिएको छ, न पीडा हुँदाखेरि सहयोग फाटाफुट्टाभन्दा बाहिर सहयोग गर्न सकिएको छ, न कुनै पनि कलाकारको हितको निमित्त काम गर्न सकिएको छैन भने प्रत्येक वर्ष 1800 रुपियाँ तिर्नुपर्छ एउटा कलाकारले रिन्यू गर्नलाई, 15,000 रुपियाँ तिर्नुपर्छ आजीवन सदस्य हुनको लागि हैन। अनि 15 वर्ष काम गरे, पहिला 10 वर्ष काम गरेको हुनु पर्थ्यो, 15 वर्ष ठिक छ, 10 वर्ष 15 वर्ष यी त नियम भए। तर यो 5वटा फिल्म खेलेको हुनुपर्ने हैन, अनि युट्युबमा भएको हुनुपर्ने। मैले त अनिवार्य त्यही पनि मैले त के पनि भनेको थिएँ भने फिल्म चलेको हो भने हलसँग अथवा डाइरेक्टरहरूसँग त्यो सिग्नेचरले पनि नियम त कति कुरा त नियम पनि चाहिन्छ। तर कस्तो हो भने त्यो अति लाद्ने किसिमको नियम, कुनै कलाकारलाई हितको निमित्तै काम गर्न हामीले सकिरहेको छैन भने त्यसलाई चाहिँ किन बढी दुःख दिने भन्ने कुरा चाहिँ मैले पनि निकाले हो। तर त्यो 1जना 2जना निकालेर नहुँदो रहेछ। अब यसले नि म चाहिँ भन्दिनँ, किनभने किन यो भन्नुहोस् न, तपाईँ त खुलेर मिडियामा हुनुहुन्छ, तपाईँ होइन हाम्रै कार्य समिति तपाईँ त बिदा हुँदै हुनुहुन्छ, तपाईँले त आफ्नो कमजोरी किन लुकाउनुहुन्छ? तपाईँ आफ्नो कार्य हाम्रै कार्य समितिका पदाधिकारी विशेष गरेर हामीलाई सदस्य हेरिँदो रहेछ। हेर्नुहोस् है, म चाहिँ के छ भने संस्थाको नियम त ठिक छ, तर म सदस्य भन्दा पनि दुःख लाग्छ मलाई, किनभने कार्य समिति भन्दा खुसी लाग्छ। त्यहाँ पदाधिकारी बेग्लै लेखिँदो रहेछ हैन, सदस्य बेग्लै लेखिँदो रहेछ, अरूमा पनि लेखिन्छ होला, तर मलाई चाहिँ मन नपरेको आफ्नो गिल्टी फिल चाहिँ के हुन्छ, सदस्य बेग्लै लेखिँदो रहेछ। केही लेख्दा पनि पदाधिकारी अनि सदस्यहरू थिए भनेर लेखिन्छ नि त न्युजहरूमा। अनि त्यस कारणले गर्दाखेरि विशेष गरेर पदाधिकारीज्यूहरूले को चाहिँ हालिमली नै हुँदो रहेछ संस्थामा। अब पहिला हाम्रो मैले गर्दाखेरि चाहिँ विभिन्न ठाउँमा त्यस्तो हुँदैन थियो, हामी चाहिँ सबैजना मिलेर गरिन्थ्यो अरू ठाउँमा। यहाँ चाहिँ पदाधिकारीको चाहिँ बढी अलिकति चाम हुँदो रहेछ, अनि सदस्यले चाहिँ मुन्टो हल्लाउने मात्रै हो। तपाईँलाई अघि एउटा जवाफ दिनु भने त्यो सदस्यता चाहिँ किन लुकाइयो, किन दिएन चुनावभन्दा 2 दिन अगाडि भन्ने मेरो प्रश्न, त्यसको एन्सरै आयो। कुन चाहिँ सदस्यको नावली दिएन, टाइममा चुनाव स्थगित गरियो भन्दा कारण के थियो त्यसको? थियो यस्तो थियो, त्यहाँ चाहिँ 26 जनाको फोटोहरू पुगेको थिएन, 5वटा फिल्महरूको चाहिँ। अनि यत्रो वर्षसम्म चाहिँ के हेरेर बसेको थियो कलाकारसँग? त पहिले गर्नुपर्ने काम होइन र त? हो, पहिले गर्ने काम हो, तर के चाहिँ भयो भने त्यो सदस्यता रिन्यू गर्न पनि नआउने के। अनि दुःखको कुरा म प्रष्ट भन्छु, दुःखको कुरा चाहिँ जो उम्मेदवार छ टप लेभलका हैन, अब पछि हामी पनि हेला नहेला फरक विषय हो। अहिले सदस्य छु म र हुँदैछु पनि, अब हुने प्रयासमा छु, हारजित फरक विषय हो। के हुँदो रहेछ भने आफ्नो आफ्नो प्यानलको मान्छे चाहिँ आफै पैसा तिरेर ल्याउदिने पनि कति चलन हुँदो रहेछ यस्तो हैन। अनि पछि पैसा तिर्छ यसले चुनावको बेलामा भनेर रिन्यू नगरे पनि बस्दा रहेछन् कतिजना। अनि त्यो कारणले गर्दा लास्टमा चाप बढेको रहेछ। अनि चाप बढ्ने अहिले पनि कतिजनाको फोटो पुगेको छैन हाम्रो त्यो कार्डको, ओके भइसक्यो, अब सबै भइसक्यो। आजकल त फोटो त फेसबुकमा जति पनि पाइन्छ, त्यो पनि पाइन्छ, अब त्यो पनि भयो। अनि अर्को कुरा कसको पक्ष कसको प्यानल भन्ने कुरा होइन, म जहिले पनि भन्छु। अनि लास्टमा रिन्यू गर्ने अनि यसको मान्छे र उसको मान्छे भन्ने चलन एकदमै गलत प्रवृत्ति छ हाम्रो। अब नहोस्, अबको कार्य समितिले यति राम्रो फेयर गर्नुपर्छ, संशोधन पनि गर्नुपर्छ, धेरै कुराहरू संशोधन पनि गर्नुपर्ने छ अहिले हैन। जस्तो यहाँ त उत्तम केसीले त मेरो प्यानललाई हराउनलाई चाहिँ महासचिवको टिमले नै टाइममा दिएन भनेर पनि आरोप लगाउनु भयो। 2टा प्यानल छ अहिले, एउटा सबिन श्रेष्ठको प्यानल छ र उत्तम केसीको प्यानल छ। 2जनाले चाहिँ अध्यक्षता गरिदिएको छ, आफ्नो प्यानल बनाएर तपाईँ पनि सदस्यमा उठ्नु भएको छ उत्तम केसीको प्यानलबाट। हजुर, अनि तपाईँको अध्यक्ष त्यसो उनीहरू त्यसो भन्दाखेरि तपाईँलाई कस्तो आफै कार्य? मलाई चाहिँ त्यो उहाँले भन्नुभयो भने थाहा छैन। अब हजुरले भन्नुभयो त्यो सुनिनँ मैले चाहिँ हैन। भन्नु भयो भने त्यो गलत हो। अब भित्र चाहिँ के छ भने सचिव र महासचिवको मात्रै गलत त्यहाँ हुँदैन, एउटा पदाधिकारीकै अलिकति कार्य समितिकै बहुमत र अल्पमतका कुराहरू हुन्छन् त्यहाँको नियम बनाउँदा चाहिँ, कुनै पनि त्यही हो कुरा। अनि त्यहाँभित्र चाहिँ अहिले कतिजनाको त्यो फोटोहरू पुगेको छैन, त्यो फोटोहरू चाहिँ कुनै प्यानलले ल्याउने होइन, त्यो भने कार्य समितिले बसेर हेर्ने हो र फोन गर्ने हो त्यहाँबाट, तपाईँको फोटो आएको छैन, तपाईँको ल्याइदिनु होला अथवा पठाइदिनु होला भनेर चाहिँ हामी कार्य समितिले भन्ने हो, कुनै प्यानलले भन्ने होइन। सिधा मैले सुने अनुसार कार्य समिति त सबैजना उम्मेदवार उठ्नु भएको छ। हजुर, तपाईँहरू चाहिँ सँगै नबसिकन सबै भोट माग्न व्यस्त भएकोले पनि काम नभएको भनेर आरोप लागिरहेको थियो। त्यस्तो होइन, हामी सँगमा बस्यौँ 3 दिन 4 दिनसम्म कन्टिन्यू बस्यौँ, हेऱ्यौँ। मेन चाप बढेको चाहिँ कहाँ भने 1 वर्षसम्म रिन्यू गर्ने हैन। के अरे समयहरू त धेरै छन् नि त, 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष 6 वर्षसम्म चाहिँ भएको छ हैन। त्यस कारणले गर्दाखेरि जब चुनाव आउने बेला भयो त्यतिखेर चाहिँ
दाजु नमस्कार आउनु बस्नु जब चुनाव आउने बेला भयो चाप बढेको कारणले गर्दाखेरि त्यो भएको मात्रै हो, अरू त त्यस्तो केही होइन। भनेपछि तपाईँ पनि अहिले कार्यसमिति सदस्यमा उम्मेदवार दिनुभएको छ? हजुर, सबैको अब दिएको भन्दा पनि मैले उ गरेको छु, भनेको छु, लेखेर हालेको छु, तर जब अब त्यहाँ दर्ता गरेपछि मात्रै आधिकारिकता हुन्छ। कुन प्यानलबाट हो? प्यानल भन्दा पनि यस्तो छ है, मलाई चाहिँ तपाईँ प्यानलको मात्र नाम देखिएको छु मैले, उत्तम केसीको प्यानल देख्नु भएको छ। मैले धेरै अगाडिदेखि लगाएको पनि थिइनँ, आज बिहान भर्खर लगाएको मैले त्यो चाहिँ होइन। तर मेन कुरा अब सबिनजी भनेको पनि साथी हो। अब अनुजी त म बच्चैदेखि हामी सँगै काम गरेको हो, अनुजी र म। हाम्रो त्यस्तो नराम्रो काहीँ केही पनि हुँदैन। र जति पनि म अहिले चाहिँ के भयो भने मलाई यो अध्यक्षको रूपमा होइन, अध्यक्षको रूपमा जसले जिते पनि मलाई केही छैन, सदस्यमा म हारे पनि केही छैन। कलाकारले जित्नु पर्यो, राम्रो व्यक्ति आएर जित्नु पर्यो, राम्रो राम्रो मान्छेलाई छानेर मात्रै छाप हान्नु होला। यदि त्यहाँ मात्रै 10वटा सदस्य हुन्छन्, 10वटामा चाहिँ श्रीदेव भट्टराई 11मा परेर अरू 10जना राम्रो हुन्छन् भने 10जना हान्नुहोस्, मलाई नहान्नुहोस्। तर राम्रो व्यक्ति आउन किन आवश्यक रहेछ भने मैले देखेँ यसपालि एउटाले एउटा कुरा गर्ने, अर्कोले अर्को कुरा गर्ने, अनि त्यहाँभित्र मिटिङमा चाहिँ कुरा नगर्ने, बाहिर चिया पसलमा चाहिँ किन त्यसो भन्नु भनेर उफ्रिने, त्यो चाहिँ गर्नु हुँदैन। मारामार परे पनि, हानहान परे पनि त्यो हाम्रो सङ्घलाई चाहिँ बचाउनको लागि चाहिँ भित्रै चाहिँ मिटिङमा ठिक छ, मिटिङभन्दा बाहिर चाहिँ कसैले कुरा गर्नु राम्रो कुरा होइन भन्छु म चाहिँ। अहिले उहाँहरू पनि भन्छु, फेरि सबैलाई भन्छु, हुँदैन। उम्मेदवार दिनुभएको छ, तपाईँ नै फेरि दोहोऱ्याएर कलाकार, तपाईँको त अहिले कार्यकाल मण्डित भएर आउनुभएको 7-8 महिना मात्रै भयो, 6 महिना भयो, 6 महिना भयो, काम गर्न पाउनु भएको छैन, फेरि उम्मेदवार दिनुको कारण चाहिँ अब केही गर्ने कि अब एजेन्डाहरू त मेरा अब आउँछन् होइन। जस्तै व्यतिथि के छ कलाकारसँग तपाईँले गर्न चाहेको कुराहरू चाहिँ के हो? समस्या त एउटा त सदस्यताकै समस्या छ, सदस्यताको त म्याक्सिमम समस्या छ, पैसा कम छ हामीसँग, एउटा घर छ, हामी त्यहाँ घरमा पनि बस्न पाएको छैनौँ, यहाँ बस्छौँ, अब घरमा बस्ने कुरा छ। अर्को कुरा कलाकारहरू प्रायः त्यो क्राइटेरिया भनेको धेरै बााउन्ड्री त्यो बनाउने होइन, कलाकारले मैले अघि भने त्यो अनुसारले कलाकारहरू बढाउने। अहिले 800-900मा अब 200 कतिजना मात्रै त्यो रिन्यू, आजीवन 325 कतिजना छ, 500जना चाहिँ रिन्यू भएन नि युट्युबको त्यो स्क्रिनसटको कारणले गर्दाखेरि। अनि 500जना फाल्नै चाहेको हो त्यो नियम ल्याएर? फाल्न त होइन, तर के भएको थाहा छैन, फाल्नै खोजेको चाहिँ होइन, तर उहाँलाई नियम बनाउँदा चाहिँ उहाँहरू चाहिँ बाहिरिएको हो। तर बाहिर हुनु गलत हो, बाहिरिनु हुँदैन, किनभने कलाकार सङ्घमा एक त कलाकार सङ्घले कलाकारलाई केही गर्न सकेकै छैन, सिधा कुरा, पहिलेदेखि हामीलाई पनि गरेकै छैन नि। एउटा यसो विदेश जाँदाखेरि लेटर लेख्ने भनेको 3000-2000 कति दिएर एउटा लेटर लेखिदिनु, त्यो पनि पैसा लिएर, नत्र अरू केही पनि गर्नु भएको छैन। म पनि स्वयं कलाकार हो नि त, त्यस कारणले गर्दाखेरि अरूलाई पनि हामीले केही गर्न सकेको छैन। धेरै बााउन्ड्री राखेर दुनियाँलाई त दुःख दिनुभन्दा पहिले ठिक्क बनाएर चाहिँ धेरै सदस्य राख्ने राम्रो। सदस्य कम राख्नुको अर्थ चाहिँ के रहेछ भने जित र हारको कुरा रहेछ। यस्ता जित र हारको मतलब नगरिकन सङ्घलाई बचाउनुपर्छ, मेन कुरा त्यही हो। कलाकार सङ्घको घर बनाएको छ, तर घरको विरुद्ध अख्तियारमा मुद्दा परेको छ अहिले पनि। त्यो त यस्तो अख्तियारमा मुद्दा चाहिँ होइन, उजुरी मात्रै हो, अनि त्यो पनि धेरै पैसा खर्च भयो त्यो घर बनाउन भन्ने रहेछ। उहाँहरूले चाहिँ यतिमा त यो घर त बन्दैन नि त, अझै पैसा बढी लाग्नुपर्ने भन्ने कुरा उत्तर आइसक्यो, त्यस कारण त्यो खासै त्यो कुरा होइन। घरको कुरा भन्दा पनि इन्टेरियर डिजाइनमा चाहिँ 30,000 पर्ने सोफालाई चाहिँ 1 लाख रुपियाँ लियो, दराजलाई 1.5 लाख रुपियाँ लियो, पर्दा 15,000, पर्दालाई 80,000 रुपियाँ लियो भने जुन किसिमको चाहिँ होइन भन्ने कुरा गर्नुभएको छ। तर मलाई थाहा छैन, त्यो चाहिँ त 6 महिना भयो, उहाँहरू 3 वर्ष अगाडिको कुरा हो त्यो होइन। त्यस कारणले गर्दाखेरि के हो, अब अख्तियारले छानबिन गर्छ। अब त्यति ठुलो इस्यु चाहिँ होइन जस्तो लाग्छ। अब गलत जसले गर्छ, हाम्रो कलाकार ठुलो इस्यु होइन र, दिनु चाहिँ उजुरी दिनु चाहिँ ठुलो इस्यु हो नि। अनि उजुरी नदिकन सहनु त 30,000 15,000 पर्दालाई 75,000 लिएपछि कसले गर त? अनि त्यो गर कसले छ? छानबिन तपाईँहरू हो, हामीले होइन, अख्तियारले गर्छ अब छानबिन होइन। तर अख्तियारले पनि के चाहिँ भनिसक्यो भने मिटिङमा सुनेको है, म त गएको छैन, म हाम्रो त सदस्य के जानु, उहाँहरूले चाहिँ जस्तो कति पर्ने भनेर त जुन छ नि त, कति लाग्छ घर बनाउनलाई, कति दराज भनेर भने हुन्छ नि, हो त्यो भन्ने कुरा चाहिँ उहाँहरूले चाहिँ के गर्नु भएको छ अरे भने त्यहाँ मिटिङमा पनि कुरा आएको, मैले मिटिङमा सुनेको त हो। त्यहाँ चाहिँ सुन्दाखेरि चाहिँ यति पर्ने हेर्दाखेरि त्यति पर्छ नै, त्यहाँ भ्रष्टाचार भएको छैन भन्ने कुरा चाहिँ गरेका छन् अरे। त्यस पछाडि क्लियर चाहिँ के हो थाहा छैन। त्यो त तपाईँलाई आजकल एकदमै म्युजिक भिडियोमा बढी व्यस्त देख्न थालिएको छ, पोडकास्ट पनि चलाइरहनु भएको छ, सिनेमा अलिअलि कम पातलो भइरहेछ, के हो खास यो कारण चाहिँ? सिनेमाहरू मैले खेलेको 3टा चलचित्र आउने बाँकी छ। अब मार्केटमा आउने भनेको चिठी चलचित्र आउँदैछ, क्विनेटो आउँदैछ र स्टोनेरा आउँदैछ।
अरू पनि कुराहरू भइरहेछ। अब यो चलचित्र ट्याम्की सुटिङको तयारीमा छु। त्यो त ट्याम्केमा पनि अस्ति भर्खर मुहूर्त भएको थियो, हामीले न्युज राखेका थियौँ। कस्तो सिनेमा ट्याम्के भनेको? डकुमेन्ट्री हो कि फिल्म नै हो? यो मुभी हो। यो भोजपुरको एउटा ठाउँ ट्याम्के डाँडा हो। ट्याम्की डेस्टिनेसन भनेर चाहिँ राखिएको छ यसको नाम चाहिँ, र कुनै पनि एउटा ठाउँको विशेषता अनुसारले बनाइएको हो। त्यहाँको घटनाक्रमलाई हेरेर त्यही कथामा आधारितमा बनाइएको छ, तयार पार्दैछन्। कहिले जाँदै हुन्छ सुटिङमा? यो वैशाखको लगभग 25-26तिर भनेको छ, तर उता भन्दा नि फर्स्ट यतैबाट सुरु हुन्छ। उता चाहिँ जेठको लगभग 10तिर हुन्छ होला, एक हप्तालाई। तपाईँ त प्रायः जसो विदेशतिर भ्रमण पनि व्यापक देखिनुहुन्छ, विभिन्न देशहरू गइरहनु भएको हुन्छ। खास यसको रहस्य चाहिँ के हो? कस्तो छ भने पहिला म अरूको कार्यक्रममा पर्फर्मेन्सको लागि जान्थेँ। अहिले चाहिँ आफै पनि आयोजना गर्छु धेरै कार्यक्रमहरू, र विभिन्न कन्ट्रीहरूमा नेपालको कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्यहरूलाई चाहिँ विश्वका देशहरूमा पुर्याउने र त्यहाँका व्यक्तिहरूलाई नेपाल यस्तो छ भनेर चिनाउने एउटा सोचले पर्यटन बढाउनको लागि पनि हाम्रो चाहिँ एउटा टिम छ। त्यो टिमले चाहिँ काम गरिरहेको छ। यहाँलाई त्यो पनि राम्रो हो, अत्यन्त पर्यटन प्रवर्तन गर्नु, नेपालीहरूलाई विभिन्न देश घुमाउनु राम्रो पनि हो, सम्मान गर्नु राम्रो पनि हो। र अब अन्त्यमा तपाईँ उम्मेदवार हुनुहुन्छ र चुनाव आउँदैछ जेठ 3 गते, नेपाल चलचित्र कलाकार सङ्घको तपाईँ कार्यसमिति सदस्यमा उठ्नु भएको छ, र अन्त्यमा के भन्न चाहनुहुन्छ? र अन्तिममा विशेष गरेर सम्पूर्ण कलाकर्मीहरूप्रति नमस्कार। कलाकार सङ्घ सबैको उत्तिकै दायित्व हो। यहाँ चाहिँ कलाकार सङ्घमा यो उठ्ने नउठ्ने भन्ने कुरा हुँदैन। जसको सदस्यता हुनुहुन्छ सबैले आफ्नो नाम दिन सक्नुहुन्छ उठ्न पनि। जो राम्रो व्यक्ति हुनुहुन्छ उहाँले नै जित्छन्। यो कलाकार सङ्घमा 2045 सालदेखि हाँकेर ल्याउने ड्राइभर उहाँहरू जस्तो महान व्यक्तित्व भगवानहरूले ल्याएको चिजलाई हामी त्यहाँ हालिमुहाली गर्न कसैको पनि अधिकार हुँदैन। र राम्रो व्यक्ति आएर जितेर कलाकार सङ्घलाई एउटा ठाउँमा पुर्याउन सकिन्छ, अथवा चाहिँ कलाकार सङ्घमा भित्र नभइकन बाहिरबाट पनि सहयोग गर्न सकिन्छ हरेकले हरेकलाई। र कुनै पनि गल्ती भएको खण्डमा त्यहाँ आवाज उठाउन सकिन्छ, त्यहाँ धेरै कुराहरू हुन सक्छन्। त्यसकारणले हाम्रो मात्रै, हजुरहरूको मात्रै, अरूको मात्रै भन्ने कलाकार सङ्घ होइन, सबैको हो र एउटा इज्जतिलो सङ्घ हो। यो इज्जत भएको सङ्घलाई चाहिँ सबैले बचाउनको लागि हार्दिक अनुरोध गर्दछु। र जेठ 3 गते चुनाव हुँदैछ। मेरो अपिल अब भोट माग्नुभन्दा पनि राम्रो व्यक्तिहरूलाई छान्न चाहिँ एकचोटि छान्नु होला। ढोकाबाट भित्र प्रवेश गर्नुभन्दा अगाडि टक्क मनमा मजाले सोचेर मात्रै हालिदिनु होला। जो ठिक लाग्छ त्यसलाई जिताउनु होला। धन्यवाद। तपाईँलाई जिताउनु पर्दैन? होइन, पर्दैन त भन्दिनँ। अब भोट त अब माग्नु पर्यो मैले। तर यदि त्यो कामको लागि, कलाकार सङ्घको लागि अयोग्य छु भने म हार्दा हुन्छ। तर के गर्छ कि यसलाई दिउँ न त, यसले गर्नुपर्छ भन्नुहुन्छ भने दिनु। साह्रै डिप्लोमेट कुरा गर्नु होइन। यहाँलाई शुभकामना छ विजयको लागि। थ्याङ्क यू। मलाई यो कार्यक्रममा बोलाइदिनु भयो र यो कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू आउनुहुन्छ। त्यो समयमा ती व्यक्तिहरू आउने क्रममा म पनि यहाँनिर एउटा सामान्य व्यक्ति, एउटा सामान्य कलाकार आएँ। हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।